हाम्रो चाहिँ कस्तो मजाको फलेको छ देख्न सक्नुहुन्छ। अहिले म देखाउँछु कि तपाईँहरूलाई हाम्रो घरको आफ्नो। मेरो हालत हेर्नु नि त्यस्तो पेरेछ हौ गति इग्नोर गरिदिनुहोस् होला। बारीको देखाउनु आँटेको तपाईँहरूलाई चाहिँ कस्तो मजाको फलेको छ। यो हाम्रो घरको केरा हेर्नु सक्नुहुन्छ कस्तो डरलाग्दो कस्तो ठुलो छेउबाट के जाने एक घडी पर छ अझ भने यसपालि मजाले भएछ लु हाम्रो घरको यो चाहिँ कस्तो म तर्सेको नि हौ कस्तो ठुल्ठुलो रहेछ हो यहाँ देख्न सक्नुहुन्छ। अनि अर्को चाहिँ छ यहाँ छोपिरहेको छ हो यो चाहिँ अलिक सानो रहेछ तर उयो हेर्नु न हाइट कहाँदेखिको कहाँसम्म यो। अनि अझै एउटा छ ओ पर यता लुकिरहेको छ हेर्नुहोस् न छेउबाट देखाउँछु नि तपाईँलाई हेर्नुहोस् न। अब यो अझै अलिक उयो हुनु बाँकी छ चाहिँ हाम्रो बारीको केटीको यस्तो मजाको हेर्नुहोस् न पत्ताले छ पुरै कस्तो कस्तो बोट चाहिँ उयो छ ड्र्यागन फ्रुट चाहिँ मैले ल्याएको मिसो अर्नबाट चाहिँ यो चाहिँ पहिल्यैदेखिको थियो एरिका पम्पको। अन्त यो अझै हेर्नुहोस् न दुईवटा 3 किसिमको अनलाइन अर्डर गरेको मिसोबाट राम्रो हुनुहुन्छ यो भयो। अन्त यहाँ देख्न सक्नुहुन्छ अरू कुरा देख्छु यो रबर प्लान्ट हो यो पनि अनलाइन सबै अनलाइन। यो चाहिँ बजारबाट यस्तो मजाको छ यो फुल्दै हेर्नु न के छ यता यो छ। अनि यसलाई के भन्छ खै थाहा भएन यो। अनि यो चाहिँ हामीले बजारबाट ल्याएको अनि यो चाहिँ इन्सुलिन प्लान्ट अरे यो पनि मैले अनलाइन अर्डर गरेको थिएँ। यो चाहिँ भर्खर मैले रोपेको हिजो अस्ति ल्याएर। अनि यो चाहिँ मनी प्लान्ट पनि बजारबाट ल्याएको। अनि देख्न सक्नुहुन्छ यो चाहिँ फुल हो एडेनियम फुल रहेछ हेरौँ न कस्तो फुल्दो रहेछ ल्याएको खै बाँच्ने हो कि नबाँच्ने हो। अनि पिस लिली 3 टाइपको छ यो पिङ्क वाइट पनि छैन यो चाहिँ हेर्नुहोस् न यस्तो बसेको यो किन आउनु। अन्त यो हजुर छ पिस लिली। अनि आइरहेको सानो हाम्रो फुलहरूको भनौँ न कलेक्सन सबै। अनि यहाँ चाहिँ हिलको त्यो बिचन ल्याएको बजारबाट यो चाहिँ धुप्पीको रुख यो अलिक बिग्रिसकेछ यस्तो भइरहेछ यस्तो भइरहेछ हालत त्यसको अलिक। अनि हेर्नुहोस् न खुर्सानी यो चाहिँ मैले सबै बजारबाट ल्याएर मैले सारेको कि यहाँ यस्तो सानो सानो बिरुवा कस्तो हुन्छ। अनि यहाँ पनि छ कालो अनि हरियो खोर्सानीको बिरुवा कुखुराले खोर्सेर यो चाहिँ के को रुख हो। अनि यहाँ देख्न सक्नुहुन्छ टमाटर अनि बैगुनको हेरौँ न कस्तो हुन्छ है तपाईँलाई देखाउँछु नि म के हुने हो तपाईँलाई म देखाउँछु नि ल हुन्छ कि हुँदैन हो बजारबाट ल्याउँदै रोप्दै गरेको नि।